नमस्कार आदरणीय श्रोताहरू। यो खास गरेर नेपालबाट भारतको विभिन्न सहरहरूसम्म पुग्नको लागि यी ट्राभल्सहरू यो रूपटेयाको एउटा यो स्टेसनमा लागिरहेका छन्। अहिले रातको 7:30 बजिसकेको छ। अब गाडीहरू पुरै नाम लिस्ट अनलाइन हालिएका छन् र तिनीहरू 2 तले बसहरू छन्। 2 तलामा यिनीहरू प्रत्येक प्यासेन्जरहरूलाई व्यवस्थापन गरी यिनीहरू प्यासेन्जरहरूलाई सुविधा सम्पन्न बनाएर लैजान लागेको कुरा अनुरोध गरेछ। हामी रूपटेयाबाट अगाडि बढ्दैछौँ र यो बस रूपटेयादेखि मुम्बई पुणे हुँदै गोवासम्म पुग्न सक्ने सम्भावना छ र यो 2 तले बस हो। यसमा 4वटा क्याबिनहरू छ र एउटा क्याबिनमा यसरी सुतिराखेको छ र यो तलको क्याबिन हो। झन्डै यो 150 देखि 200 जनाको क्षमता छ भन्छ र यसरी यो चलिरहेको छ। र यात्रा अहिले झाँसीभन्दा अगाडि र शिवपुरीको नजिक गइरहेको छौँ र त्यसपछि इन्दोर हुँदै मुम्बईतिर प्रस्थान गर्ने बाटोहरू देखिन्छ। यसै सिलसिलामा अगाडि बढेका छौँ। हामी यात्राको क्रममा आइरहेको यो बस खास गरेर अलिक पुरानो भए पनि यो 2 तले बस रहेछ। यसमा 6वटा सोफा टाइपका र 2 जना मस्तसँग सुत्न मिल्ने 6 दुना 12 तल र माथि सिटहरू रहेछ र यसमा 4 जना हालिएको छ र 4 जनाको दरले काहीँ त 5 पनि हालेको देखिन्छ। यो भारतमा खास गरेर रोडै नै अलिकति स्तरीय भएको कारणले होला यति लामोसम्म दूरी भएका बसहरू चल्दो रहेछन्। यसमा झन्डै 100 भन्दा बढी प्यासेन्जरहरू बोकेर ल्याएको छ र यसपछि हामी झन्डै यो 11 बजेको सिलसिलामा छौँ र यहाँभन्दा अगाडि इन्दोर जाने बाटोमा सायद खाना खुवाउने यहाँ माथितिर जाँदा शिवपुरी भन्ने ठाउँमा जाँदो रहेछ र यो तल 4वटा रोडहरूको सङ्गम छ। यसभन्दा सायद तलतिर जान्छ होला र यो हाम्रो इन्दोरतर्फ गाडी जानेछ भन्ने बसको टायर चेन्ज गर्नको लागि यहाँ रोकिरहेछ र यो टायरहरू चेन्ज गर्दैछौँ। बसको तर पनि मस्तसँग धेरै सुविधा त यसमा छैन। यहाँ खास गरेर एसी टाइपका 2 तले बसहरू तल र माथि हटाउने खालका मान्छेहरू बोकेर लैजाने रहेछ। यो त खास गरेर नेपाली र भारतीयहरूले मिलेर यो दर्ता गराएका हुन सक्छन्। यिनीहरू डाइरेक्ट मुम्बई पुणे अनि बेङ्गलोर त्यस्तै गोवा सबै त्यस्ता सुविधाहरू अहिले जोडिएका छन्। अहिले साँझको 6 बज्नु लागेको छ। हामी इन्दोर नजिकै पुग्न लागिरहेका छौँ र केही आधा घन्टापछि इन्दोर सहरमा पुग्नेछौँ र त्यो बेला साँझ परिसकेको हुन्छ र
यो बाटोको दृश्यहरू हेर्दै उद्योगहरू कल कारखानाहरू भरिएको सहर आउँदै गरेको छ र हामीले देखिरहेका छौँ। यो भारतको राजमार्ग हो। राजमार्गमा ठुला गाडीहरू ठुला बसहरू चलिरहेका छन् र यी कहीँ यो राजमार्गलाई मर्मत गरिरहेको पायौँ र यो यात्रामा हाम्रो बस इन्टरनेट बसमा हामी चढेर हिँडिरहेका छौँ र यो आइरहेको कल कारखानाहरू सस्त स्थापना गरेका छन् र सस्त उत्पादन भइरहेका छन्। साँझको ठिक 7 बजे हामी इन्दोर मध्य प्रदेशको राजधानी इन्दोरमा पुगिरहेका छौँ र यहाँ भएको यो फनिक सिटाडल यो भित्र यो कति रमणीय वातावरण छ र यहाँ पुरै झिलिमिली गरिएको छ। यहाँ भर्खरै नै यो हाम्रो गाडी अहिले इन्दोरमा पुगिरहेको छ र यहाँ भएको केही सम्झनलायक केही हेर्नलायकका दृश्यहरू हामी खिचिरहेका छौँ र यो राम्रो सिटी अझै बन्दै गरेको र केही निर्माणाधीन पनि छ र यहाँ निर्माण भइरहेका छन्। रोडहरू पनि निर्माण भइरहेको छ र विभिन्न सहरहरू सुधारका कामहरू निकै तीव्र गतिमा अगाडि बढिरहेका छन् र यसै गरी हामी विभिन्न दृश्यहरू हेर्दै रमाइलो गर्दै र यहाँ भएका दृश्य अवलोकन गर्दै हामी बढिरहेका छौँ र हाम्रो दोस्रो दिनको यात्रा अहिले साँझको 7 बजिरहेको छ र भोलि मात्रै हाम्रो 7-8 बजेसम्म हामी पुनः पुग्छौँ कि भन्ने अनुमान लगाउन सक्छौँ। यसरी अहिले साँझको हाम्रो 2082 साल 6 महिना आज 25 गते साँझको 7 बजिरहेको समयमा हामी इन्दोरमा हामी पुगिरहेका छौँ र दृश्यहरू पनि गरिरहेका छौँ। आज भर्खरै यो यात्राको अन्तिम दिन हामी पुणेको शिवाजीनगर भर्खर नेहरू नगरको छुटमा आइपुगेका छौँ र यो छुटमा आइपुग्दा झन्डै हाम्रो दिउँसोको 12:35 मिनटमा यो नगरमा यो छुटमा आइपुगेका छौँ र यहाँ हामीले बाटोमा विभिन्न खालका केही अनुभवहरू केही संस्कृतिहरू र एउटा कुरा के देखियो त भन्दा यो भारत सरकारले हाम्रो झन्डै रूपडियादेखि पुणे नगरसम्म आइपुग्दा बाटोमा कुनै पनि यो प्रहरीहरू फिजिकल रूपमा भेटेर चेक जाँच गरेको कुनै हालतले पनि देखिएन र यहाँ सिस्टममा बाँधिएको रहेछ र सिस्टमले चेक जाँच पनि भइरहेका थिए। यी कुराहरू नयाँ लाग्यो र त्यसै गरी यस्ता कुराहरूमा खास गरेर विचार गरेर नेपाल सरकारले पनि यो फिजिकल भेटघाट फिजिकल रेखदेखलाई छोडेर यो सिस्टममा बाँधिन अझै धेरै उपयुक्त हुन्छ भन्ने कुराहरू
मैले सोचेको छु र यो लगभग हाम्रो ट्राभलको यो अन्तिम दिन हो। यसलाई हाम्रो यो ट्राभललाई खास गरेर यो अन्त्य गर्दैछौँ। हवस् त, धन्यवाद, नमस्कार।